हेलो साथीहरू, के छ खबर? सन्चै हुनुहुन्छ होला होइन? आज चाहिँ म धेरै दिनपछि भ्लग बनाउँदैछु साथीहरू, हेरेर साथ दिनु होला। यो चाहिँ तिलोत्मा नगरपालिका बुटोल, यहाँदेखि बुटोलसम्मको यात्रा मेरो चाहिँ। सर हेरिदिनु होला गाइज होइन। बाटो चाहिँ यति राम्रो छ कि पुरै नगरौँ। यो चाहिँ जयकोटी आइयो हामी चाहिँ अहिले होइन। जयकोटी हुँदै सर र केही समयमा बुटोल चौराहा पुगिन्छ। यो देखिएको चाहिँ बुटोल चौराहा। यहाँदेखि राइट गयो भने काठमाडौँ लागि बरघाट नारायणघाटको लागि बाटो जान्छ, काठमाडौँ हाइवे। यहाँदेखि राइटको काठमाडौँ हाइवे, अनि सिधा गयो भने बसपार्क। अहिले चाहिँ हामी मिलनचोक पुग्न आँटिसक्यो। हेरेर साथ दिनु होला सबैजनाले। सब्सक्राइब नगर्नु भएकोले सब्सक्राइब गर्नु होला। मिलनचोक, यो ठाउँको नाम चाहिँ मिलनचोक होइन। यहाँ चाहिँ हेर्नु न, यो दाइले चाहिँ कसरी बाइक लिएर आएको थियो। अब चाहिँ बसपार्क पुग्यो भनौँ अब होइन। यो चाहिँ बुटोल बसपार्क। यहाँदेखि पूर्व पश्चिम उत्तर दक्षिण सबको लागि बस पाउँछ होइन, बसहरू। अगाडि चाहिँ देखेको चाहिँ साथीहरू बन्न लागेको चाहिँ यो देखिरहेछ नि, लुम्बिनी हस्पिटल बन्दैछ बुटोलमा। पहिलाको पनि यही छ, अहिले चाहिँ ठुलो बनाउँदैछ नि त, त्यस कारणले काम चालु छ। यो चाहिँ हस्पिटल लाइन होइन, यहाँ चाहिँ हस्पिटल लाइन हो। सिधा गयो भने तानसेन, पाल्पा, पोखरा, गुल्मी, पाल्पा सबै उतैतिर। त्यहाँदेखि लेफ्ट जाँदा चाहिँ जाने बाटो। जति पनि पश्चिम जान्छ मान्छेहरू यही बाटो जान्छ सिधै। अब चाहिँ यो तिनौ खोलाको पुल, बुटोल तिनौ खोला पुल। बर्खामा धेरै ठुलो बाढी आउने घर चाहिँ खोलाले नै मान्छेहरूको घर बगाउने, डुबान हुने यही खोलाले नि गर्छ होइन। पहाडदेखि आइरहेको छ नि त यो खोला चाहिँ एकदम। ल साथीहरू, म चाहिँ आइपुग्न लागेँ यातायात होइन। बाटो पनि बिर्सेर कच्ची बाटोमा आइपुगेँ। केही समयमा यातायात पुग्छु। ल साथीहरू, म फाइनली पुगिसकेँ यातायात। आज बन्द रहेछ।
ल नेक्स्ट भ्लगमा भेटौँला साथीहरू। बाई बाई, टेक केयर।